हेलो नमस्ते जसले सबैजना सुनचारामी हुनुहुन्छ होला भन्दै म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा म कहाँ छु भनेर मेरो ब्याकग्राउन्ड हेरेर पनि थाहा पाइसक्नुभयो होला। आज चाहिँ म गाउँमा छु। म आएको चाहिँ 10-11 दिन भइसक्यो अनि यहाँ चाहिँ हामीले घर बनाउन लागेको त्यसैले चाहिँ आएको म अनि यत्रो दिनसम्म भिडियो बनाउनु जस्तै झ्याउ लाग्यो के बनाऊँ कसरी बनाऊँ लाज पो लाग्यो मलाई त, त्यही भएर मैले भिडियो नै बनाएन। अनि यहाँ चाहिँ आज हाम्रो मिस्त्रीहरू आउनुभएको चाहिँ ढुङ्गाहरू खोज्दै हुनुहुन्छ अनि उहाँहरूले चाहिँ नास्ता सास्ता खाएर यो भिडियो चाहिँ मैले 4 बज्ने बेलामा बनाएको छु, दिउँसोको 4 बज्ने बेलामा। उहाँहरूलाई अब जाने बेलामा चाहिँ अब चिया पानी के कसो सोध्न जानुपर्ने हुन्छ र म त्यहीँ जाँदैछु। त्यतिन्जेललाई मेरो गाउँको भ्यू हेर्नुहोला। मम्मी यहाँ चाहिँ हाम्रो घर अगाडि नाली र बाटोहरू पनि बन्दैछ। यो चाहिँ यहाँ थियो हाम्रो पुरानो घर जसलाई भत्काएर अहिले नयाँ बुवाले काम पाउनु भएछ। के काम गरेको बुवा? खन्नु नखन्नु खै अघिको चाहिँ खन्नु त कसरी खन्नु भएको थियो अरे? मैले जान्दिनँ त्यही भएर तपाईँलाई भनेको। बुढेसकालको बोल्ने बुवा है खुट्टामा पो हान्नलाई हो कहाँ मर्ने अहिले नै। यहाँ हाम्रो घर सिजाउनु बाँकी छ के अरे? बाँकी तेरो छोरा उता पार बल्ल मरौला म त्यसै मर्दैन यहाँ मात्र पठाउनु कि बल्ल मेरो पनाजी जोड्ने भनौँला नत्र भने पठाउनु कि त हो। लु लु मैले बुवालाई के पनि सिकाएन। लु त लु जाडो सिलेली यता जाडो सिलेली यता अहिले ल्याइदिउँला रक्सी। अघि खाएको होइन अघिको अझै अब त फेरि खायो। अहिले सबैलाई सँगै खाम्ला के अरे रक्सी चटनी भयो त्यो मिस्त्रीहरू अब काहीँ काहीँ गर्दा पनि फिर्को पर्यो हो। बोल्नु पनि बोल्दैन अब पैसा चल्नु पनि चल्दैन। ए लु लु यहाँ हाम्रो घरको ढुङ्गा खुडाइ चल्दैछ। हाम्रो आमाको मेहनत चल्दैछ। है आमा बुवा तपाईँको कामको ज्याला कति हो? जिन्दगी मेरो क्रिया गरिदिया पक्का होस् भने नभए के छाउछाउ नगरिया। फ्रीमा होला नि बुवा तपाईँको काम त? के अरे फ्रीमा होस् भयो? कतिमा हो त? मैले जुती जर्मनी गर्छु उची सिकाउँछु मेरो बुझी सिक्छु भने छिटो गर नसिकाएपछि बन्द गराइदिन्छु। लु लाग्यो म त फेरि। हाम्रो बजे हाम्रो फुपूहरू हाम्रो आन्टी हाम्रो हो के सबै हाम्रो के भन्न लाग्यो झोला गाउँको याद बनाउनु पर्यो क्या एउटा। के गर्ने कामै के भयो र? यो चाहिँ हो मेरो हस्बेन्डको बर्थ प्लेस। यस्तो रमाइलो छ नि यो चाहिँ अहिले यतिको छ। भोलिपर्सि
असार साउनतिर यस्तो रमाइलो हुन्छ, यति हरियाली हुन्छ नि, यति रमाइलो हुन्छ बयानै गर्न सक्दिनँ। यहाँहरूको घर चाहिँ एकदम पुरानो स्टाइलको के, पुरै ढुङ्गाहरू लगाएको। udah loro kalau sini. Loro kalau sini. सक्यो काम, Jauh biarkan. सक्यो Kau segila tuh bos. सकेन। Rekam tak kailu. Bolo am boy sang segin tu rekam. Tujuh lama bolo kapalat. हो तीन पानी खाने Oh lo, simpan yang mana? Ya paling kan nama. Ya paling kan nama. एक पानी खानुहुन्न, एक पानी बन्दा नि बन्दैन। Lo, mana? जाउँ Exactly apa gitu. Maya waras sih gitu. म चाहिँ अब चिया बनाइदिन जान लागेको। चिया खानुहुन्छ अरे। अब उहाँहरूको चाहिँ छुट्टी हुने बेला भइसक्यो। छुट्टी भन्नाले आज 5 बजीसम्म काम गर्नुहुन्छ, 5 बज्न आँट्यो। त्यही भएर अब चिया पानी खिलाउने। ओहो, म चाहिँ घर आइसकेँ। अब लाइट छ कि छैन भन्ने कुरो। हाम्रो चाहिँ एउटा घर भत्काउनु पर्यो बाटोहरूले गर्दा, त्यही भएर अर्को घर बनाउन लागेको। अहिले चाहिँ हामी यहाँ फुपूको घरमा बसिरहेको छौँ। ला लाइट पनि रहेनछ। म चाहिँ चिया बसालेर यसो बाहिर निस्किएको। हाम्रो घर छेउमा चाहिँ खोला पनि छ, तर खोला चाहिँ अलिक तल छ, यहाँबाट चाहिँ देखिँदैन। घर पछाडि चाहिँ यस्तो छ। यो गैरामा चाहिँ खोला छ हाम्रो। पारि चाहिँ धानको खेतहरू छ। अहिले चाहिँ आलु रोप्नु भएको छ। यो चाहिँ हो गहुँ। साँच्चै माछा हो हाम्रो अर्ग्यानिक माछा। अझै पा पनि छ त। चेपा थप्न केमा थापौँ उस ल्याउनुस् के पोख्नु यत्तरी। अनि यहाँ किन दिनुहुन्छ त? नि त्यति हो छोपेको। धन्यवाद। कसले खान्छ त? किन टोपीमा हालेर ल्याएको त? बरै म चाहिँ मेरो जेठाजु दाइ, दाजुभाइको जेठाजु दाइ हुनुहुन्थ्यो। माछा मार्न जानुभएको रहेछ। बिचरा थोरै माछा ल्याउनु भएर चाहिँ यहीँ छोडिदिएर जानुभयो। अनि आज यता चाहिँ बिस्को नै चिसो छ। हिजो पानी पर्यो। अनि यहाँ माथि चाहिँ सिमाना भन्ने छ कि, यहाँबाट गाडीमा मेबी 1 घन्टा जति लाग्छ सायद है। अनि वहाँ माथि चाहिँ रोल्पा, रुकुम अनि बागलुङको सिमाना पर्छ। त्यहाँनिर चाहिँ हिजो हिउँ परेको रहेछ। अनि यता पानी पर्यो, त्यसले गर्दाखेरि एकदमै चिसो छ। अब मेरो चिया पनि पाकिसक्यो। अब मैले चिया लगिदिएर जान्छु। म चाहिँ लागेको चिया लिएर। हो दाइ हजुर। म चाहिँ मिस्त्रीहरूलाई चिया पानी पिलाएर घर आइसकेको छु। र अब चाहिँ रात पर्न लागिसक्यो। अब चाहिँ मैले खाना पकाउनु पर्ने हुन्छ। यहाँ चाहिँ अहिले आमा र म मात्रै छौँ। आमा चाहिँ अहिले घरतिर नै हुनुहुन्छ। अनि त्यति नै हो। एकदम सर्ट भिडियो बनाउँछु के। अब यहाँ चाहिँ लाज पनि लाग्छ। अब सबै अब ससुराहरू जेठाजुहरू पर्ने हुनुहुन्छ। अब सासूहरू जेठानी दिदीहरूसँग त खासै लाज लाग्दैन क्या। अब दाइहरूसँग चाहिँ अलि लाज लाग्छ। अनि त्यही भएर भिडियो बनाउनु पनि कति अप्ठ्यारो लाग्छ के। त्यही भएर एकदमै सर्ट भिडियो बनाउँछु। अनि आजको लागि यति नै भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। र भिडियोलाई माया गरिदिनु होला। बाई बाई।